नमस्कार, म सुन्दर नेउपाने। यो भरतपुर 28 अन्द्रौलीमा यहाँ चाहिँ अहिले मैले 27 बिघा क्षेत्रफलमा केरा खेती गरेको छु। यसमा मुख्यतया G9 अनि केही चाहिँ 2 बिघा जति विलियम हाइब्रिड पनि छ। यो कृषिमा लाग्नुभन्दा पहिला मैले लगभग 8 वर्ष त्रिचन्द्र क्याम्पसमा ग्रामीण विकास अध्यापन गरेको थिएँ। अब पढाउने क्रममा चाहिँ विकासको काम साँच्चै ग्राउन्डमै गएर आफै गरेर सुरु गर्छु भन्ने एउटा चाहिँ इन्टरप्रेन्योर्स भन्ने एउटा सोचको विकास भयो। अनि त्यस अन्तर्गत फेरि म यहाँ आएर सुरुमा चाहिँ 10 बिघाबाट सुरु गरेर अहिले 27 बिघा क्षेत्रफलमा खेतीपाती गरिरहेको छु। अब यहाँ चाहिँ यो लोकेसनमा यो मैले आफूले यो ज्योति कृषि फर्म अन्तर्गत जग्गा लिज गरेर खेती गरेको बाट अहिले तत्काल चाहिँ 22 जना प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छु। अनि सँगसँगै यहाँको सामाजिक यहाँको चाहिँ स्थानीय सङ्घ संस्थाहरूसँग पनि जोडिएर आफूले सक्दो सहयोग स्थानीय रूपमा पनि गर्दै आएको छु र यहाँ राम्रो सामाजिक वातावरण विकास पनि भएको छ। अब हामी यो व्यावसायिक क्षेत्रमा कृषि गर्दाखेरि हामीलाई चाहिँ यो पछिल्लो समय चितवन केरा जोनबाट चाहिँ केही साथ र सहयोगहरू मिलेको छ। खास गरी 3 बिघा क्षेत्रफल, झन्डै 3 बिघा क्षेत्रफलमा थोपा सिँचाइ जडान गरेको अहिले गत साल गरेको छु। त्यसमा पनि सहयोग मिलेको थियो र सँगसँगै एउटा यो कृषि घर बनाउनको लागि केरा प्याकिङहरू गर्नको लागि त्यसमा पनि यहाँबाट सहयोग मिलेको छ। अरू सिँचाइको लागि चाहिने पाइपहरू, मोटरहरू, बोरिङ यी कुराहरू पनि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहयोग प्राप्त भएको छ। यो चाहिँ यसबाट हामीलाई चाहिँ काम गर्ने अलिकति एउटा आर्थिक रूपमा पनि अलिक सहज भएको छ र थप हौसला पनि मिलेको छ। अनि सँगसँगै अब यो हाम्रो केरा खेती भनेको वर्षे बाली भयो। यसमा चाहिँ हाम्रो प्राकृतिक रूपमा बाढी पानीले धेरै पानी आयो भने समस्या हुने अनि हावाहुरी लाग्ने यो कुराहरू प्राकृतिक कुरा भयो। यी कुराहरूको जनावरहरूको क्षति यी कुराहरू त कहिलेकाहीँ हुने गर्छन्। यिनीहरूलाई हामीले टार्न सकिने विषय पनि भएनन्। तर सँगसँगै हामीहरूलाई चाहिँ अहिले क्षेत्रफल काम गर्ने एरियाहरू कतै ठाउँ खाली भए पनि त्यहाँ गएर खेती गर्न सुरु गरौँ भन्दाखेरि स्थानीय रूपमा चाहिँ यो केरा चाहिँ कृषि हो जस्तो व्यवहार नहुने, स्थानीय निकायहरू सङ्घ संस्था स्थानीय सरकारी वडाहरू यिनीहरू छन्। यिनीहरूबाट पनि अलिअलि त समन्वय भएको छ। तर उहाँहरूलाई चाहिँ अब स्थानीय जनताको कुरा धेरै सुन्नुपर्ने त्यो भएर होला। अनि हामीहरूले केरा खेती गर्ने भनेपछि जमिन दिने मान्छेले दिन चाहे पनि सामाजिक रूपमा अरूले यहाँ चाहिँ यो जङ्गल जस्तो हुन्छ, खेतीपाती गरेपछि समस्या हुन्छ भनेर जमिनको उपलब्धता अलिकति कम भएको छ, गाह्रो छ। अहिले चाहिँ यो 27 बिघा क्षेत्रफल छ। यसमा चाहिँ हामीले कुनै एउटा पार्टिकुलर वर्षको मात्रै हिसाब गरेर हेर्न चाहिँ मिल्ने हुँदैन। लगभग 5 वर्षको लिज छ भने पहिलो वर्ष त अब हाम्रो जमिन व्यवस्थापन र लगाउनेमा 0 रिटर्नमै जान्छ। तर ओभरअलमा चाहिँ हामीले बिघाबाट 1 देखि 2 लाख प्रफिट गर्न सकिन्छ। त्यो रेन्जमा चाहिँ अब त्यसैबाट हिसाब गर्दाखेरि निस्कने भयो। लगभग अब 27 बिघामा गरेको छु भनेपछि तपाईँले त्यो हिसाब गर्न सक्नुहुन्छ। अनि म एकदम खुसी छु। म आफ्नो देशमा कमसेकम यो देशमा मैले काम गरेर 1.5-2 करोडको मूल्य बराबरको देशको चाहिँ पुँजी विदेश बाहिर जानबाट खरिद गरेर बाहिर जानबाट रोकिएको छ। 20-22 जनाले रोजगारी यहाँ उपलब्ध भएको छ। यहाँका स्रोत साधन, यहाँका मल, यो कुखुराको सुली मल होस्, गोबर मल होस्, अन्य चिजहरू यहीँ उपयोग भएका छन् र चाहिँ यहाँको हाम्रो उत्पादन हामीले स्थानीय रूपमा चाहिँ उत्पादन गरेर बजारहरूलाई पुर्याउन पाइएको छ। अनि आर्थिक रूपमा पनि एक किसिमको समुन्नति बिस्तारै हुँदै गएको छ। यो चाहिँ यसबाट म खुसी छु। सँगसँगै मैले गरेका कामहरू, मैले पढाएका धेरै विद्यार्थीहरू आएर हेरिदिने, धेरै सङ्घ संस्थाहरूबाट हेर्ने र मैले गरेका कुराहरूलाई कपी गर्ने र अरू पनि केही भाइहरू यहाँ काम गरेर उद्यमशील बनेका छन्। यो गर्वको कुरा हो। बस।